लागेपछि महिना साउनको फुर्सद छैन त यो छिमेकी बाहुनको फुर्सद छैन है फुर्सद छैन साउन महिना होइन के साह्रो भाउ खोजेको भाउ सधैँ पाइँदैन नि साउन महिना सधैँ आउँदैन नि आज मात्र 3 ठाउँमा धाउनु छ सोमबारे पूजा लाउनु छ खुबै भ्याइ नै भ्याइ भएको छ बाहुनको दिन आएको छ 12 बजेसम्म 3 ठाउँमा भ्याइदिन्छु खाने भए अचार रोटी ल्याइदिन्छु अबे साले सेल रोटी अचार चाहिँदैन चिप्लो चाप्लो खाइदैन तपरीमा पुवा दुनामा दही फलफुल आयो भने चाहिँ मलाई पनि है ल फलफुल भयो भने चाहिँ तिमीलाई खान दिम्ला स्याउ र सुन्तलाले तिम्रो टाउकोमा हान दिम्ला हेर न त्यहाँ बोलेको फेरि दिनभरि भ्याइ नभ्याइ लखर लखर हिँड्छन् हिजो आज दक्षिणा चाहिँ कति दिन्छन् आधुनिक बाहुन हो आधुनिकको अबे साले हिँड्छ स्कुटीमा गइन्छ सर्र मन्त्र पढिन्छ दिनभरि फर्र पैसो दक्षिणा कति आउँछ नभए को धाउँछ एउटै घरबाट 8-10 हजार आउँछ हेर त्यहाँ फुर्ती एउटा घरबाट 10-10 हजार आउला खुबै आउला धेरै आए एउटा घरमा 500 अब पाउला उसलाई थाहा हुन्छ नि सबै राधे यसले के गरेको हिँड्ने बेलामा कुसायत परेको राधे एउटा भ्याङले कुर्ता भिरेका छन् खुबै हिजो आज पण्डित फिरेका छन् हाई हेलो गाइस थ्याङ्क यू सो मच मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला हैन र के कस्तो लाग्यो कमेन्ट सब्स्क्राइब शेयर गरिदिनु होला लाइक कमेन्ट सब्स्क्राइब शेयर गरिदिनु होला र यस्तै भिडियो फनी भिडियो सायद कमेडी भिडियो र अरू यस्तो बनाउने सिलसिलामा छौँ है त्यसपछि यस्तो भएर कस्तो लाग्छ हेरेर मनोरञ्जन दिइदिनु होला थ्याङ्क यू सो मच धन्यवाद।